के भन्न चाहनुहुन्छ तपाईँ? केरा खाएको पनि निकालेको छु फेरि। आजदेखि चाहिँ मम्मीको भ्लग स्टार्ट हुन्छ फेरि। बिर्सिसक्यो के को स्टार्ट हुन्छ? स्टार्ट त हुन्छ त, हुनै पर्छ, नभएर हुन्छ? भरे जानिनँ भने बिगाऱ्यो भने बिगाऱ्यो भने बिगार्नु भयो त, अब कुट्नु मिल्दैन। खोइ केरा निस्क्यो त? कस्तो निस्केको छ नि त, ऊ त्यहाँ छ त। अच्छा लु मार्नु, के बनाउनु मन लाग्छ बनाउनु आज। ए टिपेको बनाउँछु त्यति हो। यो त के गर्नुहुन्छ बनाउनु न। अब चाहिँ म कोदो टिप्नु हेरेको, कोदो पनि एक डालो नटिपी नै रात परिहाल्छ। त्यही पनि यसो सोलर गरेर आउनु पऱ्यो भनेर हिँडेको। ए कसरी झर्नु हौ त्यो बाटो पनि अप्ठ्यारो। या हौ घोडा पनि झन्डै भाँचिनु पो खोज्छ त हौ, यस्तो हौ। अब चाहिँ कोदोबारी आइपुग्नु आँटे। यहाँ अब कसरी निस्किनु हो, कति ओह्रालो हौ, ओह्रालो र पनि चिप्लो। कोदो पनि लडेको छ, टिप्नु पनि गाह्रो। बाँदरले पत्मेरीको डाला पनि सबै भाँचेर लछारेर ए छैन भयो। गर ए रुपी र फिस्टेलाई कोदोबारीमा चराउनु लिएको। ओ लु तिम्रो यहाँ चर लु। तिमीले हतार भयो हँ? आइया हौ लु ए रुपी ए फिस्टे ओ तिमीले चर है ल है रुपी। ए हाम्रो रुपी त फिस्टे पनि किरा खोज्दैछ नि। ए रुपी तेरो नाक पनि पाक्यो कि क्या हो रुपी? लु जाऊ। सबै लडेकोमा त यो कोदो पनि छ, कसरी टिप्नु हौ? ए अल्छी लाग्ने हौ। ए
अहिले उता जाइ तेरो घाँटी खुर्मीले काटिएलाई हेलो चन्दिनीज्यूलाई पनि नमस्कार छ मेरो र सबै देशी परदेशी छोराछोरी नाति नातिना भाइ बहिनीहरूलाई सबैलाई मेरो आशीर्वाद छ। तपाईँहरू पनि सबैजना सन्चै हुनुहुन्छ होला। यहाँ हामी पनि सन्चै छौँ र म चाहिँ अहिले कोदो टिप्नु आएको कोदोबारीमा। तर कोदो पनि यस्तो सबै लडेर यस्तो छ, टिप्नु पनि अल्छी लाग्दो। अनि साथी बोलाउँ, साथी पनि मङ्सिरको हतारमा नपाइने, त्यसैले यसो बोल्ने साथी चल्ला लिएर आएको। यहाँ दुईवटा मेरो रुपी र फिस्टे चल्ला लिएर आएको। कहाँ नरभित्र कता पस्यो, कता पस्यो हौ तिमीहरू, यता आऊ है। सबैभरिले कोदो पनि ढालेर भुइँमा सबै लडेर टिप्नु पनि गाह्रो। एक सरा त नरमै रहन्छ होला, सबै केलाएर साध्य पनि नहुने। त्यसै त ठाडोमा त झन् साह्रो कोदो छोडिराख्ने म झन् लडेकोमा के सबै मेरोले टिप्छु होला र। एक सरा त रहन्छ, नल काट्दाखेरि गोजीमा लाउँदै नल काट्दै गयो। त्यसरी नै सक्नु पर्ला, के गर्नु। बसिरहन पनि नमिठो, काम गर्न पनि नसक्ने, के घाँडो हुँदो रहेछ है कहिले। फुल पनि बल्ल तिहार गएर फुल्यो ठाउँ ठाउँ, कस्तो राम्रो सयपत्री फुल फुल्यो त नि। अहिले न यसो पूजाहरू लाउनु पनि मिलेन, अनि त्यत्तिकै सुकेर जान्छ। फिस्टे यहाँ कोदो टिप 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 फिस्टे। तेरो पुछार पनि झरिसकेछ। रुपी आइज, ए रुपी, मेरो रुपी र फिस्टे बस है ल। टिप्दै पनि कोदो टकटकाउनु सकाउने त, टिप्न सकाउने होइन। कोदो पनि एक बोरा पनि नहुने रहेछ। कसरी सक्नु त यो, के सबै लडेर त। पछाडिएर त कहाँ गइसौ चेप्टिस? तेरो दाँते साँते निस्किन्छ है आन्द्रैसँगले प्ल्याटै। लु त्यहाँ खा।
मजाले खरेको बेला खानु पायो न खुवाउनु अब त मलाई पनि दुःख खर 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 हिँड ऊपर घर हिँड खर 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 घर हिँड घर एउटा ढुङ्गाले लाग्छ है खर खर सेथ्या खर खर एउटा अब घर खुङ्गी पनि कालो चल्ला पनि कालो अब घर जानुपर्छ है न आथाल्यो न तिमीहरू अब घर जाने हो अनि खोरमा पर्ने नि रुपी हाम्रो रुपी नान्छ नि चिउ चिउ भन्दै रुपी र फिस्टे एक बुने काटो एक बुने काटो यो चौले नि चौले नि चापा फिक्ता ए चापा दबाई दिनमा हान्दा दिन त्यसले सेला मम्मी सेलाने atau letaklah rebai nanti gampang yang rumah ini dekat taruh lebay deh kasih mesyur tuang